यो जिन्दगीलाई यति धेरै सिरियस भएर नसोच। यो एउटा नाटक मात्र हो। सबैले नाटक गरिरहेका छन्, तिमी पनि अनि म पनि। यहाँ सबैले नाटक गर्ने हो केही समयको लागि, अनि यो संसारबाट बिदा हुने हो। त्यसैले सिरियस भएर सोचेर मेरो जीवनमा यस्तो भएन, यो हुन सकिन, यो प्राप्त गर्न सकिन भन्ने जस्ता कुरा आफ्नो मनमा कहिले पनि नराख। त्यस्ता कुरा आफ्नो मनभित्र चलाउँदै नचलाऊ। आफ्नो जीवनलाई स्वतन्त्र बनाऊ। आफू बस एउटा नाटक गर्दैछु भन्ने सोच र त्यो नाटकमा डुबेर आफूलाई आनन्दित बनाऊ, अनि मात्र जीवन राम्रो हुनेछ। सधैँभरि अरूले सोचे जस्तो, अरूको जस्तै जीवन पाउनुपर्छ भन्ने सोच लिएर जीवन यात्रामा अघि बढ्यौ भने कहिले पनि खुसी हुन पाउँदैन, अनि समय पनि बितेर जानेछ, अनि जीवन पनि राम्ररी जिउनै पाउँदैन। त्यसैले स्वतन्त्र हो, नाटक सोच र जीवनलाई आनन्दमय बनाऊ।